हेलो 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 नमस्ते 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 नमस्ते। सरजी नमस्ते। नमस्ते। आज हामी यात्रामा छौँ। यात्रामा हामी छेकम प्लस चुम्चेतबाट फिल्मसम्मको यात्रामा छौँ। आज हाम्रो सरजितको बिदाईको क्षण र फेरि भेटौँला भन्ने क्षण पनि हो। उहाँ चाहिँ आफ्नो 4 वर्षको कार्यकाल छेकममा बिताउँदै गर्दा र उहाँ त्यहाँबाट बिदाई भएर आइसक्नु भएको छ। उहाँको अबको पदयात्रा बिही स्वास्थ्य चौकीमा हुनेछ। उहाँसँग करिब करिब 1-1.5 वर्ष रमाइलो भयो। यो बाटो जुन हामी हिँडिरहेका छौँ अहिले, यो बाटो चाहिँ उहाँको लागि आज अन्तिम त नभनौँ, फेरि पनि उहाँ आउने अवसर हुनेछ, हामी भेट्ने अवसर हुनेछौँ। तर कता कता 8-10 घन्टाको बाटोसँगै हिँडेको साथी छुटिँदा अर्को ठाउँमा गएर बस्दा मन चसक्क 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 हुने रहेछ, होइन सर? एकदमै सर। त्यही त 4 वर्षको बसाइ मेरो चुम भ्यालीको छेकम पार स्वास्थ्यमा थियो सर। हजुर। पक्कै पनि 4 वर्ष बसेको ठाउँबाट छुटिँदाखेरि भावुक हुने स्वाभाविक नै हो। म अलिकति भावुक छु सर आज। म नि छु सर। अब भावुक यो त। चुम भ्यालीको हाम्रो बाटोमा तपाईँसँगको यात्रा समयले पछि जुराइदियो भने हुन्छ होला। हुन्छ सर। सायद अब नहुनु पनि सक्छ। हो। त्यसैले आज अलि साह्रै दुखी फिल गर्दैछु आफूलाई। तर दुखी प्लस खुसी पनि छौँ सर हामी, किनकि खुसीको पल पनि छ सर। त्यो पल के हो सर? खुसीको पल के हो भने अब 4 वर्ष एउटा ठाउँको अनुभव, यहाँको धर्म संस्कृति सबै कुरा परम्पराहरू बुझेँ। अब एकै ठाउँमा कति बस्ने, यसो देशको सम्पूर्ण ठाउँहरूमा फरक फरक ठाउँको सेरोफेरोमा हामीले सबै ठाउँको अनुभव लिनुपर्छ। अनि त्यसरी अब फरक एउटै गाउँपालिका भए पनि फरक ठाउँ हुन्छ। अनि त्यहाँको धेरै कुरा यहाँ चुम्भलीभन्दा अलिकति धेरै जसो कुराहरू फरक पनि हुनसक्छ। त्यो पनि भयो। अनि त्यसैले अब दुरीको हिसाबले पनि अब छेकमबा 1.5 दिन लागेको थियो आउनु। अब 1 दिनमा पुगिन्छ भनेर पक्कै यो दुरीको हिसाबले पनि, भौगोलिक विकटताको हिसाबले पनि नजिक छ, अलि नजिक छ भएर पनि खुसी पनि भएछु। तर खुसी त पछिको कुरा छ। तर आज म भावुक नै छु सर। भावुक छौँ, तर हामी त्यति दुखी हुनुपर्ने कारण छैन सर। हामी हरेक कार्यक्रममा समीक्षामा हाम्रो महिनाको 1.5 महिनाको 2 महिना एकचोटि भेट चाहिँ अवश्य हुनेछ सर। हजुर, हामी त्यसमा खुसी छौँ सर। त्यसमा खुसी पनि छ। अब भावुक हुने कारणको कुरा के छ भने यो बाटो त हिँड्दैन नि सर। यो बाटो यो बाटो त तपाईँ जुन हामीसँग अहिले भ्लग बनाइरहेको छु नि, त्यो त बनाउन पाउँदैन नि। यो बनाउन पाउनुहुन्न, यसमा म धेरै दुखी छु सर। यो बाटोमै बनाउन पाउन त ताकि पुलबाट उता बनाउन पाइयो, ताकि हजुरसँगको यात्रा, हजुरसँग हिँड्दै गर्दाखेरि, हजुरसँग दुःख सुख साँड्दै गर्दाखेरि बाटो कटेको पनि थाहा हुँदैन नि सर, होइन? एकदमै सर, मलाई पनि त्यही हो। हजुरसँग हिँडेपछि यसो अब कविता गजल सुन्दै गीत सित गाउँदै त्यो सर हामी मग्न। तर अहिले सर हामी जस्तै छुट्टिँदै गर्दाखेरि सर, होइन, यो बाटो हामी छुट्टिँदै गर्दाखेरि, यो चुम भ्याली छुट्टिँदै गर्दाखेरि अहिले जस्तै श्रोताहरूलाई कुन गीत हामीले पस्किँदा ठिक होला सर? ठिक छ, गीत त अब एउटा ल सर, एउटा सुरु गरिदिउँ त सर। स्टप गर्नु ल, कुन गीत गाउँ सर? ठिक छ, अब गाइदिउँ न सर एउटा। हजुर पनि साथ दिनु होला। हुन्छ सर, हुन्छ। यति चोखो यति मिठो तिमीलाई तिमीलाई माया। आहा सर, यो छुट्टिँदाको पलमा यो गीत गाउँदा त आँखाबाट आँसु नै झर्छ कि सर? अब आँखाबाट। तर हामी झार्दैनौँ सर, हामी धार्दैनौँ। हामी केटा मान्छे हो, केटी मान्छे उस्तै बोल्नु सर। हो सर, ल। यति चोखो यति मिठो तिमीलाई माया, बिर्सने संसारले पुराना प्रेमका कथा। यति चोखो यति मिठो तिमीलाई माया, बिर्सने संसारले पुराना प्रेमका कथा। यति चोखो मेरा सारा जीवन सबै तिमीलाई, मिठा मिठा क्षणहरू सबै तिमीलाई,
मेरा सारा जीवन सबै तिमीलाई, मिठा मिठा क्षणहरू सबै तिमीलाई। मेरो जीवन मेरो सुख सबै सबै तिमीलाई, यति चोखो यति मिठो दिउँला तिमीलाई माया, सम्झने छन् साराले पुराना दिनका हाता। यति चोखो यति मिठो। हस्, धन्यवाद। हस्, धन्यवाद। यो जिपी भट्ट युट्युब च्यानलमा साँझ 6 बजे हामी हाल्ने नै छौँ। यो भिडियो तपाईँहरूको माझ प्रस्थान गर्ने नै छौँ। तपाईँले लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला, होइन सर? Yes. हस्, धन्यवाद।